everyone, welcome back to my channel. है आज चाहिँ म भर्खर उठेर रेडी भइसकेको छ र यहाँ 12 बजेर 22 मिनेट भइसकेको छ र म चाहिँ अब रेडी भइसकेको ल निक्लिन आँटेको। तो गाइज भर्खर हामी चाहिँ निर्मङ्गला आइपुग्यो टोल स्टेसन र हामी चाहिँ यहाँ सिगरेट तान्नको लागि उत्रेको र अब हामीले तकरिबन 46 किलोमिटर अराउन्ड क्रस गरिसक्यो। अब यहाँबाट फेरि हामी स्टार्ट गर्नेछौँ 36 किलोमिटर चाहिँ हामी जहाँ जान लागेको त्यही हो। फाइनली गाइज हामी चाहिँ आइपुगेको छ। धेरै यो चाहिँ मेन गेट र यो चाहिँ मेन एन्ट्रेन्स हो। यहाँ चाहिँ टिकट काउन्टर हो र यहाँ र गाइज यहाँ चाहिँ एकदमै गरम थियो कि हामीलाई चाहिँ पुरा गरम भयो। सो गाइज हामीले चाहिँ फाइनली एउटा चाहिँ घुमिसक्यो त्यहाँनिर चाहिँ होइन। अब हामी चाहिँ गाइज छैन तर पनि हामी चाहिँ गाइज चाहिँ सिडी देख्नु हुँदैछ। यहाँ चाहिँ फर सक्नु होला गर्मी त्यस्तै छ। गाइज अघि चाहिँ हामीलाई एउटा मान्छेले भेट्दाखेरि चाहिँ हामीलाई चाहिँ कहाँको हो भन्दाखेरि चाहिँ जापानको हो चाहिँ यति छ। गाइज हामी लगभग पुग्न लागिसके हेर्नु होला फाइनली आइसक्यो हेरिहाल्नु होला। हामी चाहिँ आइसकिसके यति टाढोबाट तपाईँले यो देख्दै गरेको चाहिँ मेन एन्ट्री गेट हो होइन। यहाँ एन्ट्री गेटमा पनि 10 रुपियाँ टिकट लाग्छ होइन। अन्त यहाँ पनि टिकट काट्नुपर्छ है। मन्दिरको चाहिँ मेन आइकन नै यही हो होइन। यसले गर्दा नै धेरै प्रचलित छ र तपाईँले देखिसक्नु भएको छ। यहाँनिर सबैजना तपस्या गरिरहेको छ शरणमा बसेर। अनि हाम्रो यो एन्ट्री गेटमा एन्ट्री गर्दैछौँ। यहाँ चाहिँ 4टा जस्तो मन्दिर छ तर भगवान्को दर्शन चाहिँ गरे गाइज धुप ज्यादा छ त्यही भएर यस्तो गर्मी भइरहेको छ गाइज। हेरिहाल्नु होला यस्तो छ न। र हामी चाहिँ लाग्न लागेको टाटा बाई बाई।